नमस्ते। आज हामीसँग हुनुहुन्छ विवेकशील साझा पार्टीका अध्यक्ष संयोजक रविन्द्र मिश्र। उहाँसँग हामी विविध विषयमा देशका समसामयिक अवस्था सँगसँगै उहाँको पार्टीको केही राजनीतिक सिद्धान्तहरूको विषयमा पनि कुराकानी गर्छौँ। सबभन्दा स्वागत गर्न चाहन्छु मिश्र सरलाई। सर स्वागत। नमस्ते। तपाईको पार्टी अर्को एउटा यो राजनीतिक समसामयिकमा प्रवेश गरौँला त्योभन्दा अगाडि तपाईको या पूर्वजको कुरा गरौँ। तपाईँ रविन्द्र मिश्र यदि अहिले काठमाडौँवासी या नेवारी भन्ने हो भने त्यो मिश्रलाई के भन्दो रहेछ भने इतिहासका कालखण्डमा यी सबै तराईबाट गएका कहीँ न कहीँ मिश्रहरू आज नेवारी आफूको कल्चरमा ढालिएको अवस्था छ। तपाईको पूर्वज पनि यो तराई मधेसबाटै गएको हुनुपर्छ भने इतिहासकारको भनाइ छ। तर तपाईको पार्टी मधेसका सवालहरूमा म आउँदै थिएँ, केही सञ्चारकर्मी साथीलाई भेटेँ अनि उहाँसँग सोधेँ म रविन्द्र मिश्रको अन्तर्वार्ता लिँदैछु भनेर। अनि उहाँले के भन्नुभयो भने तपाईँले कमसेकम यो सोध्नु होला रविन्द्र मिश्र मधेसप्रति किन मौन? मधेसको बारेमा अथवा तराई मधेसको बारेमा म मौन भएको कहिले देख्नु भयो? पहिलो प्रश्न होइन, हामी मौन छैनौँ। तराई मधेसको बारेमा मैले हिजो पनि साहित्य सम्मेलनमा भविष्यको राजनीति र राजनीतिको भविष्य शीर्षकको सेसन थियो। त्यसमा मैले के भने तराई र मधेसलाई नेपाली राजनीतिको केन्द्रमा नराखिकन अब नेपाली राजनीतिको भविष्यको कल्पना गर्न सकिँदैन। त्यसो हुनाले त्यो केन्द्रमा हुनैपर्छ। तर त्यो केन्द्रमा राख्ने भनेको के हो? कहिले तपाईँले तराई मधेसका नागरिक समाजका अगुवा नेताहरूबाट अधिकारको मात्रै भाषण सुन्नुहुन्छ होइन? तर अधिकारको मात्रै भाषणले पनि न त तराई मधेसको रूपान्तरण सम्भव छ न यो देशको रूपान्तरण सम्भव छ। कतिपय विकासविदहरूले होइन विकासको महत्त्व छ, विकास गरेपछि त्यो अधिकार प्राप्त हुन्छ भन्ने कुराहरू गरेको सुन्नुहुन्छ। तर विकासले मात्रै पनि त्यो अधिकारलाई स्थापित गर्दो रहन्छ भन्ने कुरा कहाँबाट प्रमाणित हुन्छ भने तराई मधेसमा त पूर्वाधारको विकास त बझाङ र बाजुरामा भन्दा धेरै भएको थियो नि त, होइन त? बाटोघाटो थियो, सुगम थियो, भारतसँगको पहुँच थियो, काठमाडौँसँगको पहुँच पनि सजिलो थियो बझाङ बाजुरासँग तुलना गर्दाखेरि होइन? तर आज मानव विकास प्रतिवेदनमा तराईका कतिपय जिल्ला र तपाईँको बाजुरा अछाम जस्ता जिल्लाहरू समान स्तरमा किन भए? त्यसो हुनाले विकासका अन्य सूचकाङ्कहरूलाई पनि हामीले हेर्नुपर्छ। ती अन्य सूचकाङ्क भनेको के हो त भने राजनैतिक अधिकार पनि हो। अहिले पछिल्ला आन्दोलनहरूबाट तराई मधेसले पहिलाको भन्दा तुलनात्मक रूपमा तराई मधेसले मात्रै होइन सिङ्गो देशले नै बढी राजनीतिक अधिकार हासिल गरेको छ। त्यो एकदम सकारात्मक छ। तर ती अधिकार मात्रै पर्याप्त रहन्छन्। सँगसँगै के पनि हुनु पर्दो रहेछ त भनेदेखि यो क्षेत्रमा उद्योग धन्दाको विकास पनि त हुनु पर्यो नि। उद्योग धन्दाको विकास हुनु पर्यो भन्दा त सजिलो छ, तर कसरी हुनु पर्यो त? जस्तो यो क्षेत्रमा आँप प्रशस्त उत्पादन हुन्छ होइन? यो क्षेत्रको सरकारले अथवा तपाईको केन्द्रीय सरकारले जसको जिम्मेवारी हो उनीहरूले यो क्षेत्रमा आँपको जुस बनाउने फ्याक्ट्रीहरू खोल्ने हो भनेदेखि त्यहाँ त रोजगारीको पनि प्राप्त हुन्छ। यहाँबाट उत्पादन भएको आँपको जुसको बजार पनि विस्तार हुन्छ। त्यसै गरी यहाँ तरबुजा प्रशस्त हुन्छ होइन? तरबुजा को जुस बनाउने फ्याक्ट्री स्थापित गर्ने हो भने त्यसले कतिलाई रोजगार? त्यसो भए अथवा पक्नुहोस् यसमा मैले अझै सकेको छ। अथवा लालबन्दीमा गोलमेडा प्रशस्त हुन्छ होइन? केचप बनाउने फ्याक्ट्री भयो भने कतिले रोजगारी पाउँछन्? यो त मैले अलिकति सानो स्केलको कुरा गरेँ। अब ठुलो स्केलको इन्डस्ट्रीको कुरा गरौँ। तपाईँ सम्पूर्ण तराई मधेसबाट भारतको बजारसम्मको पहुँच धेरै नजिक छ। अब तपाईँले यहाँ विशाल विशाल फ्याक्ट्रीहरूको परिकल्पना गर्ने हो भने विदेशी लगानीमा तपाईँको मोटर उत्पादन गर्ने फ्याक्ट्री यहाँ बन्न सक्ला कि नसक्ला होइन? यहाँ तपाईँको
आइटीका इन्डस्ट्रीहरू यहाँ आएर जसरी बेङ्गलोरमा छ त्यसै गरी हुन सक्ला कि नसक्ला, अथवा यहाँको श्रम बजार त सस्तो नै छ अहिले पनि। चीनमा श्रम बजार महँगो हुन थाल्यो, त्यहाँबाट अब बङ्गलादेशतिर सर्दैछ। त्यहाँको श्रम बजारलाई जसरी विदेशीहरूले त्यहाँबाट आफ्ना वस्तुहरू उत्पादन गर्छन्, त्यो वस्तु उत्पादन गर्न सक्ने फ्याक्ट्रीहरू हामीले प्रदेश 2 मा ल्याउन सकौँला कि नसकौँला। त्यो ल्यायो भनेदेखि त्यसले भारतसँग त्यसलाई जोड्न कति सजिलो होला, यी विषयहरूमा सोच्ने कि नसोच्ने, 1 नम्बर। दोस्रो नम्बर, यी सम्पूर्ण काम गर्नको लागि शिक्षा, गुणस्तरीय शिक्षा आधारभूत आवश्यकता हो। तपाईले निःशुल्क र गुणस्तरीय शिक्षा बिना कहिले पनि दक्ष र नैतिक जनशक्ति उत्पादन गर्न सक्नुहुन्न। नैतिक र दक्ष जनशक्ति उत्पादन नभइकन त्यसमा सृजनात्मक क्षमता पनि हुँदैन, त्यसमा व्यावसायिक क्षमता पनि हुँदैन, त्यसमा पेशागत क्षमता पनि हुँदैन, त्यसमा अन्य कुनै पनि क्षमता हुँदैन। अब तराई मधेसमा मैले निरन्तर भन्ने गरेको कुरा के हो भने, लैजाउँ कमसे कम 8 वटा जिल्लामा 50 वटा बुढा नीलकण्ठ शैलीको स्कुल स्थापना गरौँ। मैले त्यो भन्ने बित्तिकै काठमाडौँ बसेर विकासको गीत गाएर स्कुल बनाउने भनेर तराईको विकास हुन्छ, तराईको रूपान्तरण हुन्छ भन्ने मान्छेहरू मैले तराईले खोजेको भनेको राजनीतिमा हाम्रो सहभागिता हो, शक्तिमा सहभागिता हो। म भन्दैछु अब तपाईको राजनीतिमा सहभागिताको मैले अघि पनि उल्लेख गरिसकेँ। समावेशिताको विषय, संघीयताको विषयले राजनीतिमा सहभागितालाई धेरै हदसम्म सुनिश्चित गरेको छ। तर त्यही समावेशिताको विषयलाई तराई माथि राजनीति गर्ने नेताहरूले के गरिदिए? आफ्ना सम्धिलाई समानुपातिकमा सांसद बनाए, आफ्ना ज्वाइँलाई बनाए, आफ्ना आफन्तलाई बनाए। होइन, त्यसरी त हुँदैन नि। त्यसो हुनाले एकातिर राजनीतिक अधिकारलाई सुनिश्चित गर्नु छ, तर अर्कोतिर विकासको आधारलाई सुनिश्चित गर्नु छ, जसको बारेमा मैले भने। अब तराईको 8 वटा जिल्लामा बुढा नीलकण्ठ शैलीको 50 वटा स्कुल खोल्ने हो भने एउटा स्कुल, तराईका सरकारी स्कुलहरूको जग्गा प्रशस्त छ। तपाईको एउटा स्कुल निर्माण गर्न 20-30 करोड रुपियाँ लाग्छ। अब तपाईँ सांसद विकास कोषमा दिएको पैसा कटौती गर्नुहोस् र यहाँ 50 वटा स्कुल खोल्नुहोस्, अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापक लिएर आउनुहोस्, जसरी बुढा नीलकण्ठ चल्यो त्यसै गरी 50 वटा स्कुल चलाउनुहोस् र त्यसबाट उत्पादन भएको 10 वर्ष 15 वर्षपछि उत्पादन भएको तराईको जनशक्ति हेर्नुहोस्, त्यसले यहाँ रोजगारी सृजना गर्छ, त्यसले यहाँ अर्थतन्त्र उद्वेलित गराउँछ, त्यसले यहाँ उद्योग धन्दा निर्माण गर्छ, त्यसले यहाँ राजनीति राम्रो गर्छ, त्यसले यहाँ पेशा राम्रो गर्छ, त्यसले यहाँको कर्मचारी तन्त्र दरिलो बनाउँछ। हरेक क्षेत्र विकास हुन्छ र संसारका कुनै पनि विकासतर्फ उन्मुख भएका देशहरूले सबभन्दा पहिला ध्यान दिएको भनेको सार्वजनिक शिक्षामा हो र त्यो यहाँको आवश्यकता हो। मैले 3 वटा विषयमा जोड दिएँ। एउटा कुरा राजनीतिक अधिकारको विषय, त्यसलाई प्रधान रूपमा लिनुपर्छ र राजनीतिक अधिकारको विषयलाई कुरा गर्दा तराई मधेस माथि राजनीति गर्ने होइन, तराई मधेसलाई समाहित गरेर राजनीति गर्ने हो। जसरी विवेकशील साझा पार्टीले काठमाडौँ महानगरपालिकाको मेयरमा निरुपमा यादव एकजना मधेसी महिलालाई चुनावमा उठायो र 12,500 भोट लिएर आयो, तेस्रो स्थान लिएर आयो। कुन चाहिँ ठुलो पार्टीले काठमाडौँमा त्यो गर्न सकेको छ? हो, एक्सनमा गर्नु पर्यो। दोस्रो कुरा, तराई र मधेस उर्वर भूमि हो, त्यहाँ कृषिलाई आधुनिकीकरण गर्ने, साना लघु उद्योगहरूलाई स्थापना गर्ने र ठुल्ठुला उद्योगहरू तराईमा केन्द्रित गर्नु पर्यो। र तेस्रो कुरा, यहाँको शिक्षा र स्वास्थ्यको गुणस्तरलाई, सार्वजनिक शिक्षा र स्वास्थ्यको गुणस्तरलाई व्यापक रूपमा तर मान्छेले भन्नु के रहेछ भने जबसम्म विभेद रहन्छ नि समाजमा, त्यो राजनीति परिवर्तनले मात्र साध्य छ। त्यो विकास भनेको कल्पना मात्र हो, त्यो विकासले त्यो व्यक्तिलाई, विभेदलाई समाप्त पार्दैन। हाम्रो तराई मधेसमा र काठमाडौँसँग रहेका असन्तुष्टिहरूलाई भनेको राजनीतिक सहभागिताले मात्र गर्छ। त्यो व्यक्ति, अब कुनै व्यक्तिले त्यो सहभागिता गरे होला भन्नाले कुनै पार्टीले आफ्ना सम्धिलाई सांसद बनाएको होला, तर त्यसले त्यो तात्विक भिन्नता होइन कि त्यहाँ खोजेको त्यो आम जनताको सहभागिता हो, त्यसमा चुकेको छ राजनीतिक पार्टीहरू वर्षौँदेखिको। त्यसै भएर हो, वर्षौँदेखि चुकेको हो। तर 2072 सालको संविधानले त्यो दिशामा त ठुलो फड्को त मारेको हो नि, त्यसलाई हामी अस्वीकार नगरौँ न। होइन, तपाईको त्यो ठुलो एउटा उपलब्धि हो र त्यो उपलब्धिमा अझै पनि केही असन्तुष्टिहरू छन्, नभएका होइन। तर
तर हामीले कसरी बुझ्नु पर्यो भने तपाईले राजनीतिक अधिकारलाई तब मात्र सुनिश्चित गर्न सक्नुहुन्छ जब त्यो क्षेत्रको जनताको चेतनाको स्तर, त्यो क्षेत्रको जनताको शिक्षाको स्तर, त्यो क्षेत्रको जनताले पाउने राज्यबाट पाउने सेवाको स्तर बढ्छ। विकास र राजनीतिक अधिकार सन्तुलित भएर रथका दुई पाङ्ग्रा जसरी अगाडि बढेनन् भने न राजनीतिक अधिकार सुनिश्चित हुन्छ न विकास सुनिश्चित हुन्छ। तराई मधेसमा 2008 सालदेखि नै तराई काङ्ग्रेस भनेर तराईको अधिकारको लागि सङ्घर्ष सुरु भएको हो नि, होइन? र आज 70 वर्षपछि पनि अघि मैले तपाईँलाई सोधेँ, त्यही भन्यो कि मान्छे एकछिन, मैले 70 वर्षपछि मैले अघि तपाईँलाई सोधेँ, तपाईँले जनकपुरमा तपाईँ 8-10 वर्षको उमेर भएदेखि अहिलेको उमेरसम्ममा तपाईँले के सकारात्मक परिवर्तन पाउनुभयो? 3वटा कुरा भन्नुहोस् त। भन्दाखेरि तपाईँले अलिकति बाटो फराकिलो भयो र केही कङ्क्रिटका घरहरू बने, होइन त? र केही उद्योग धन्दाहरू स्थापित भए। हेर्नुहोस्, 70 वर्षमा त्यही नै हो हुने। अफ्रिकाका देशहरूले 20 वर्षमा कहाँबाट कहाँ प्रगति गरिसके, एसियाका देशहरूले गरिसके, बिहारले गरिसक्यो, भुटानले गरिसक्यो। अनि हामी यसै गरी सधैँ राजनीतिक अधिकारको नाममा विकासलाई अवरुद्ध बनायौँ भने त्यो राजनीतिक अधिकार पनि सुनिश्चित हुँदैन। त्यसै कारणले मैले भने हिजो डाक्टर सुरेन्द्र लाभले बडो एउटा रोचक टिप्पणी मलाई पठाउनु भयो र मैले सामाजिक सञ्जालमा सेयर पनि गरेको छु। उहाँले के भन्नुभयो भने, रविन्द्रजी तपाईँले हिजोको बहसमा एकदम एउटा राम्रो सिद्धान्त उहाँकै शब्दमा प्रतिपादन गर्नुभयो। त्यो भनेको के हो भने काङ्ग्रेसको प्रजातन्त्र, कम्युनिस्टहरूको समाजवाद, साझा विवेकशील साझाको सुसंस्कृत, सुशासनयुक्त, समृद्धिमुखी राजनीति र जसपाको पहिचान र समानताको एजेन्डा, यो सबैलाई सामूहिक रूपमा सम्बोधन नगरेसम्म नेपालको रूपान्तरण सम्भव छैन भनेर जे भन्नुभयो त्यो साह्रै राम्रो भयो। भन्नुभयो यो एजेन्डालाई कायम राख्नुहोला, तपाईँहरूको सफलता सुनिश्चित छ भन्नुभयो। र मैले अंशमा कहिले पनि बोलेको छैन, यो पूर्णतामा मात्रै बोलेको छु। अब भनेको त्यही हो, अर्थात् तपाईँहरूले भनेको विकास र समृद्धिको एजेन्डा मात्र बनाउनुहुन्छ। विकास र समृद्धिको मात्रै एजेन्डा बोकेर पनि यो देशका विभेदका समस्याहरू हल हुनेवाला छैन। विकास र समृद्धि सँगसँगै राजनीतिक अधिकारका विषयहरूलाई पनि हामीले त्यत्तिकै तर मधेस केन्द्रित राजनीतिक पार्टीहरूले उठाइरहेको प्रमुख एजेन्डा के हो भने अहिलेका सङ्घीयताका जुन संरचना छ त्यो विभेदकारी छ, त्यो ठिक छैन, त्यसलाई रूपान्तरण गरौँ र संविधानलाई संशोधन गरौँ। हो, संविधान संशोधनको हिजो पनि प्रश्न उठेको थियो र मैले के भने यो देशले संविधान संशोधनको नाममा कति गरिबहरूको ज्यान लियो। संविधान संशोधनको आवाज उठाउनेहरू केन्द्रमा बस्छन्, होइन त? उच्च राजनीतिक तहमा पनि पुग्छन्, आफ्नो जीवनलाई पनि व्यापक रूपमा रूपान्तरण गर्छन्। मर्ने को हुन्छ? इन द वार अफ आइडियाज इट इज पिपल हु गेट किल्ड भनेर भन्छ। वैचारिक द्वन्द्वमा मर्ने को हुन्छ त? जनता हुन्छ। संविधानको रूपान्तरणको लागि 14 वर्षको किशोरले यही जनकपुरमा गोली खाएको होइन? त्यसै गरी कैयौँ मधेसीले छाती र शिरमा गोली खाएको होइन? त्यसो गर्दै गर्दै हामी आयौँ, संविधान रूपान्तरण भयो, 72 सालको संविधान जारी भयो, संविधान सभा भयो। त्यसमा असन्तुष्टिहरू छन्। त्यो संविधानै लोकतान्त्रिक होइन भने हामी लोकतान्त्रिक होइन भन्। लोकतान्त्रिक हो भने अब जति पनि अधिकारका विषयहरू छन्, संविधान संशोधनका विषयहरू छन्, त्यसलाई संविधानले दिएको अधिकार अनुरूप संविधान मार्फतै त्यसलाई परिवर्तन गरौँ। अब फेरि रेलिङ भाँच्ने, तपाईको कालो मुसो दल्ने, तपाईको संविधान च्यात्ने, अनि एउटाले अर्कोलाई गोली हान्ने, एउटाले अर्कोलाई तिक्तता फैलाउने, एउटाले अर्कोलाई सत्तो सराप गर्ने गरेर गऱ्यौँ भने फेरि पनि तिनै नेताहरू केन्द्रमा हावी हुन्छन्, तिनै नागरिक समाजका अगुवाहरू राष्ट्रमा हावी हुन्छन्, तर तपाईँका छोराछोरी मर्छन्, मेरा छोराछोरी मर्छन्, उहाँका छोराछोरी मर्छन् र गोली चाहिँ ती गरिब जनताले खान्छन्। त्यसो हुनाले अब हामीलाई यो संविधानले संविधान संशोधनको अधिकार दिएको छ। संशोधन गर्ने हो भने यही संविधानलाई केन्द्रमा राखेर संशोधन गरौँ र त्यसपछि मधेसका समस्या आफै समाधान हुन्छ। होइन, मधेसका समस्या हेर्नुहोस्,
कुनै पनि समस्या तपाईहरुले पूर्ण अध्ययन रूपमा गर्नुभएको छ कि छैन कुनै मधेसका पनि रूपमा तपाईहरुले या तपाईको पार्टीले अध्ययन गरेको छ कि छैन मधेसका यी समस्याहरू छन् र यसरी समाधान गर्नुपर्छ? हामीले त हेर्नुहोस्, मधेसको सबभन्दा मधेसले खोजेको सम्मान र प्रतिष्ठा हो। हामी नेपाली हौँ, हामी हरेक नेपालीसँग समान व्यवहार गर, हामीलाई विभेद नगर, हाम्रो रूप र रङ हेरेर सीमापारीको नागरिक नबन भन्ने हो नि, होइन? र त्यो विषयलाई यो संविधानले सुनिश्चित गरेको छ। केही अपर्याप्तताहरू छन्, जस्तो कसैले तपाईको संघीयताको स्वरूप परिवर्तन हुनुपर्छ भनेका छन्, कसैले मातृभाषामा भाषालाई सूचीकृत गरिनुपर्छ, मातृभाषाकोमा अध्ययन अध्यापन गराइनुपर्छ भनेका छन्, होइन? यस्ता कसैले नागरिकताका विषय तपाईहरुको हिसाबमा यो संसद भनेको सबै समस्याका समाधान दिने थलो हो, त्यसकारण ती जम्मै असन्तुष्टिहरूले त्यहाँ गएर छलफल गरौँ। यो संविधानको दायराभित्रबाट छलफल हुनु पर्यो, अन्यथा फेरि के हुन्छ भने फेरि रेलिङ भाँचिन्छ, फेरि कालो मुसो दलिन्छ, फेरि गोली हानाहाना हुन्छ, अनि एउटा क्षेत्रको समस्या समाधान हुन्छ, त्यसले फेरि देशको अर्को क्षेत्रमा अर्को समस्या निम्ति आउँछ। त्यसको लागि कसको जिम्मेवारी कसले लिने, दायित्व बोध कसले गरिदिने? त्यसको लागि सामूहिक रूपमा दायित्व बोध गर्नुपर्छ र त्यो दायित्व बोधको फ्रेमवर्क भनेको 2072 सालको संविधान हो, जसले त्यो संविधानै परिवर्तन गर्ने अधिकार पनि दिएको छ। र त्यो परिवर्तन गर्नको लागि असन्तुष्टिहरू छन् भने समय लाग्ला कहिलेकाहीँ, किनभने तपाईले हरेकचोटि आन्दोलन गरेर मान्छे मारेर रेलिङ भाँचेर त्यसो भए तपाईको एकैछिन तपाईले संविधान परिवर्तन गर्ने संस्कार बसाउनु भयो भने आज जनकपुरमा त्यो समस्या देखिन्छ, भोलि त्यो सुर्खेतमा देखिन्छ, पर्सि जुम्लामा देखिन्छ, निपर्सि काठमाडौँमा देखिन्छ। त्यसो हुनाले समग्रतामा हामीले यो समस्यालाई हेरेनौँ र त्यो फ्रेमवर्कभित्र राखेर समस्याहरू हल गर्न सकेनौँ भने हाम्रो अस्थिरता एउटा क्षेत्रबाट अर्को क्षेत्रमा सर्छ, अर्को क्षेत्रबाट अर्को क्षेत्रमा सर्छ। त्यसो भए आन्दोलनको अब औचित्य छैन कतै पनि। आन्दोलनको शान्तिपूर्ण आन्दोलनको औचित्य छ, शान्तिपूर्ण आन्दोलनको औचित्य छ, त्यो नेपालको संविधानले दिएको अधिकार हो। तर मेरो चाहना के हो भने अब फेरि माओवादी द्वन्द्व नजन्मियोस्। त्यसो भए अब फेरि केपी शर्मा ओलीजीले विप्लवलाई वार्ता गरेर सहमतिमा ल्याउनु भयो, त्यो उपलब्धि भयो हाम्रो देशको लागि। अब कुनै पनि हिंसात्मक समूहलाई होइन, त्यो सिके राउत हुन् या के अरे विप्लव हुन्, कुनै पनि हिंसा बोकेर हिँडेको समूहलाई शान्तपूर्ण राजनीतिमा लिएर आउनु त्यो उपलब्धि नै हो। प्रधानमन्त्रीको यो उपलब्धि कदम मान्नुहुन्छ तपाईँ? अब प्रधानमन्त्रीले सुमनै राखेर गरेको त म भन्दिनँ, किनभने उहाँको एउटा समस्यासँग सामना गरिराख्नु भएको थियो, त्यो समस्यालाई छोप्नको लागि अर्को कुनै समस्या उहाँलाई हल गरेर देखाउनु थियो, त्यही उहाँले हल गर्नुभयो। तर समग्रमा भन्नुपर्दा माओवादी द्वन्द्वको अन्त्य, तपाईको सिके राउतको तपाईको एउटा हिंसात्मक आन्दोलनको अन्त्य, विप्लवको हिंसात्मक राजनीतिको अन्त्य, यो सबै सकारात्मक उपलब्धि। त्यसलाई यसरी पनि बुझ्दो रहेछ कि राजनीतिलाई कि जब प्रधानमन्त्री सङ्कटमा पर्नुहुन्छ नि त कहिले सिके राउतलाई वार्तामा ल्याएर उहाँलाई मूलधारको राजनीतिमा ल्याउनुहुन्छ, त्यसै गरी अहिले सङ्कटमा फस्नुभयो विप्लवलाई ल्याउनुभयो। मान्छेले के भन्छ भने हिजो सामाजिक सञ्जालमा टिप्पणी के आयो भने यी सबै भनेको केपी शर्मा ओलीका एजेन्टहरू हुन्, तपाईँलाई पनि लाग्छ? म त्यस्तो शब्द प्रयोग गर्ने पक्षमा छैन, तर हामीले अधिकारको कुरा गर्दा, राजनीतिक अधिकारको कुरा गर्दा के बुझौँ भने जनता पनि त्यत्तिकै सुसूचित हुन जरुरी छ। प्रदेश 2 ले राजनीतिक अधिकारको कुरा गर्दा गर्दै प्रदेश 2 का जनताले धेरै ठुलो भोट केपी ओलीको पार्टीलाई पनि दिए, नेपाली काङ्ग्रेसलाई पनि दिए, होइन त? त्यसो भए विश्वास तिनीहरूको छ, तिनीहरूप्रति छ हो। मैले भनेको अब अधिकारको विषय कुरा गर्दाखेरि अब पनि फेरि मेरो बाउबाजेदेखि हामी काङ्ग्रेस थियौँ, हामी एमाले थियौँ, अथवा हामी माओवादी थियौँ, हामी कम्युनिस्ट थियौँ भनेर मात्रै अब जनताले भोट दिने हो भने जनताको जीवनस्तर जस्ताको तस्तै हुन्छ। तपाईँ पढेको सरस्वती माध्यमिक विद्यालयको स्तर जस्ता तस्तै हुन्छ, यहाँको अस्पतालको स्तर जस्ता तस्तै हुन्छ, यहाँको गाउँको स्तर जस्ता तस्तै हुन्छ। यो देशको रूपान्तरण सम्भव छैन। प्रसङ्ग अलि परिवर्तन गरौँ। डाक्टर बाबुराम भट्टराईजीले नयाँ शक्ति पार्टी निर्माण गर्नुभयो। उहाँले के भन्नुभयो भने हामी नयाँ वैकल्पिक शक्तिमा
अभियानमा लाग्छौँ। आज कहाँ हुनुहुन्छ कसैलाई भन्नु पर्दैन, उहाँ अध्यक्ष पार्टी सञ्चालन गर्नुभयो र त्यसपछि गएर उपेन्द्र यादवजीको नेतृत्वमा रहेको पार्टीसँग समाहित हुनुभयो। उहाँको राजनीति एजेन्डा त्यति सकियो जस्तो लाग्यो। तपाईँको पार्टी पनि निर्माण भयो, पार्टी फुट्यो, फेरि जुट्यो। देखिएको अवस्था के हो भने नेपालमा जुन परम्परागत राजनीति शैली छ नि, या हुँदै आएको राजनीति प्रणाली छ वा शैली छ, त्यसलाई मान्छेले पचाइसकेको छ। अब त्यसमा अरू राजनीतिक पार्टीहरू, वैकल्पिक राजनीतिक शक्तिहरूको व्यक्तिको चाहना छैन भनेर बाबुराम भट्टराईको विलय वा पतन भनौँ जे भनौँ त्यसले देखाइसकेको अवस्था छ। त्यसलाई तपाईँले त्यसरी ठोस रूपमा विश्लेषण गर्न नहोला। हिजो जनकपुर साहित्य सम्मेलन सकिएपछि जनकपुरका धेरै युवाहरू आएर मसँग अन्तर्क्रिया गर्नुभयो। उहाँहरूले जुन आशाको सञ्चार गराइदिनु भयो, विश्वासको सञ्चार गराइदिनु भयो, त्यसबाट म यति प्रेरित भएँ कि उहाँहरूले भन्नुभयो अब वास्तवमा भन्ने हो भने यो प्रदेश 2 को लागि पनि, मधेसको मुद्दाहरूको लागि पनि तपाईँहरू नै हो हाम्रो आशा, हामीलाई धोका नदिनुहोस् भन्नुभयो। मैले अघि पनि तपाईँलाई जनकपुरका अत्यन्त प्रतिष्ठित, यो देशकै प्रतिष्ठित विकास अर्थशास्त्री प्राध्यापक डाक्टर सुरेन्द्र लाभले मलाई पठाएको मेसेज मैले तपाईँलाई उल्लेख गरेँ। उहाँले भन्नुभयो, रविन्द्रजी तपाईँले आज एकदमै गजबको सिद्धान्त प्रतिपादन गरिदिनु भयो। उहाँले त्यही शब्द प्रयोग गर्नुभएको छ। काङ्ग्रेसको प्रजातन्त्र, कम्युनिस्टको समाजवाद, विवेकशील साझाको सुसंस्कृत सुशासनमुखी समृद्धिमुखी राजनीति र जसपाको पहिचान र समानताको विषयलाई समग्रतामा सम्बोधन नगर्ने हो भने नेपालको समस्याहरू हल हुँदैन। हाम्रो राजनीतिक पद्धति एकैछिन हल हुँदैन। त्यसो हुनाले तपाईँले त्यसो भनेको सुन्दा मलाई असाध्यै खुसी लाग्यो। त्यही रूपमा अगाडि बढ्नु भन्नुभयो। भनेको अब हामी यो प्रदेश 2 का जनता, जसमाथि निरन्तर पुराना दलहरूले जसलाई को गरिबी देखाए, जसको विभेदलाई को आवाज उठाए र आफ्नो दुनो सोझ्याए, त्यसै गरी नागरिक समाजका पनि अगुवाहरू छन् जो यहाँ विभेदको आवाजको बारेमा तपाईँको अनुसन्धानात्मक लेखहरू लेख्छन् हैन, यहाँ विभेदको बारेमा चर्चा गर्छन्, यहाँ कयौँ ठाउँमा उग्र कुराहरू गर्छन्, तर आफ्ना छोराछोरीलाई स्वाभाविक रूपमा राम्रो स्कुलमा पढाउँछन्। सबैले सक्यो भने पढाउँछन् नै हैन, पढाउँछन् र यहाँ आएर त्यो उद्वेलनका कुरा गर्छन्। अब त्यसरी मात्रै हुँदैन। अब ठोस रूपमा विकासका विषयलाई पनि यहाँका गरिब जनतालाई घरेलु उद्योगदेखि लिएर, लघु उद्योगदेखि लिएर, ठुल्ठुला उद्योगहरू स्थापना गर्नेदेखि लिएर, यहाँको शिक्षा र स्वास्थ्यको गुणस्तर बढाउनेदेखि लिएर, यहाँको राजनीतिक अधिकारको विषयलाई समग्रमा सम्बोधन गर्ने अब विवेकशील साझा पार्टी मात्रै हो। यो कुरा म जोड दिएर भन्न चाहन्छु, हामी मात्रै हो। र प्रदेश 2 को जुन किसिमको भावना छ त्यो भावनालाई हामीले एकचोटि डाक्टर सुरेन्द्र लाभको कुरा तपाईँलाई राम्रो लाग्ला, मलाई राम्रो लाग्छ, तर राजनीति जुन परिदृश्य छ नि त्यसले मास पोलिटिक्सको वकालत गर्छ। हाम्रो पद्धति भनेको मास हो, मतदाता भनेको मास हुनुपर्छ। त्यसमा त सुरेन्द्र लाभको विचार नपस्न पनि सक्छ। अहिलेको जुन उत्तेजित राजनीति छ नि, उत्तेजनामूलक राजनीति, त्यो त हेर्नुहोस्, भन्ने बेलामा हामी तपाईँको जनता भन्ने शब्द प्रयोग गर्छौँ नि। जनता पनि त कोही काङ्ग्रेस छन्, कोही कम्युनिस्ट छन्, कोही तपाईँको चित्रबहादुर केसीको पार्टीमा छन्, कोही नारायणमान विजुको पार्टीमा छन्, कोही राप्रपा छन्, कोही जसपामा छन् हैन। जब हामी त्यस्ता शब्दहरू प्रयोग गर्छौँ, हामीले के बुझ्नु पर्यो भने त्यो विभक्त छ। तराईमा पनि मधेसमा पनि आम जनता, तराई मधेसको जनताले भन्छौँ नि हामी, त्यो जनता पनि त कति ठाउँमा विभक्त छ हेर्नुहोस्। मैले भने नि, त्यहाँ काङ्ग्रेस पनि छ, त्यहाँ कम्युनिस्ट पनि छ, त्यहाँ राप्रपा पनि छ, त्यहाँ जसपा पनि छ, त्यहाँ विवेकशील साझा पनि छ, त्यहाँ अरूहरू पनि छन्। त्यसकारणले त्यो विभक्त मति विमतिहरू त भइ नै रहन्छ। तर समग्रमा फेरि पनि म जोड दिन्छु, पुराना दलहरूले मधेसमाथि अन्याय गरेका छन्। पुराना दल भन्नाले काङ्ग्रेस, कम्युनिस्ट, यो मधेस केन्द्रित पनि र मधेस केन्द्रित दलहरू पनि अहिले पुराना दलहरूको निकट भइराखेका छन्, जसले मधेसका मुद्दाहरू, मधेसका गरिब जनताका, विपन्न जनताका अधिकारका मुद्दाहरू उठाएर अहिले काठमाडौँ केन्द्रित राजनीति गरिराखेका छन्। अब
त्यो सबैलाई हामीले त्यो एक किसिमको बन्धनलाई तोड्नुपर्छ र त्यो तोडेर मधेसमा विकास र अधिकारको राजनीतिलाई सँगसँगै अगाडि बढाउनुपर्छ। यसरी बढाएनौँ भने मधेसको मात्रै होइन, यो देशको पनि भविष्य छैन। अन्तमा एउटा चर्चा अहिले नेपालको राजनीतिमा के भइरहेको छ भने या हुने गर्छ, हामी कम्युनिस्टको विकल्प काङ्ग्रेसका विकल्प तपाईँ या मधेस केन्द्रित जे पनि होला, तर यहाँ के हुन्छ भने व्यवस्थाकै विरुद्धमा या व्यवस्था नै परिवर्तन गर्नुपर्छ, फेर्नुपर्छ भन्ने कुरा पनि छ। अहिले पनि त्यो चर्चा भइरहेको छ। अब यो अहिले जुन राष्ट्रपतिले चाल्नुभयो, प्रधानमन्त्रीले कदम चाल्नुभयो, त्यो ठिक छैन। त्यसकारणले यो व्यवस्थालाई नै अब फालौँ, सम्भव छ या हो ठिकै हो, व्यवस्था अब परिवर्तन गर्नुपर्छ, त्यो हिसाबमा देश चल्न सक्दैन अगाडि। वीरेनजी, म फेरि पनि के जोड दिन चाहन्छु भने यो देशमा कतिचोटि व्यवस्था परिवर्तन गर्ने, कतिचोटि व्यवस्था जनताको जीवन परिवर्तन नगर्ने, व्यवस्थै मात्रै परिवर्तन गरिराख्ने। तपाईँको बुवा आमाको पुस्ता त्यसैको लागि लड्नुभयो, तपाईँको पुस्ता त्यसैको लागि लडिराख्नु भएको छ, तपाईँका छोराछोरी त्यसैको लागि मर्दैछन्। मैले अघि पनि भने यो देश समृद्धिको दिशामा गएन, इमान्दार र सक्षम राजनीतिक नेतृत्व आएन भने तपाईँको अर्को 10 पुस्ता यसै गरी लडिराख्नुपर्छ। र अब मेरो भनाइ के हो भने यो देशको व्यवस्था परिवर्तन गर्ने हो भने पनि त्यो अधिकार 2072 सालको संविधानले दिएको छ। 2072 सालको संविधानले तपाईँलाई यो देशको व्यवस्था ठिक छैन भन्ने लाग्छ भने नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, जनतामा निहित सार्वभौम शक्ति र नेपालको अर्को एउटा बुँदा छ, त्यो 4वटा विषयमा बाहेक शान्तपूर्ण रूपमा तपाईँको मन जित्नुहोस्, जे परिवर्तन गर्नुपर्छ गर्नुहोस्। तर अब फेरि रेलिङ भाँचेर, अब फेरि गोली हानेर, अब फेरि कालो मुसो दलेर, अब फेरि संविधान च्यातेर, अब फेरि तपाईँ र मेरो बिचमा घृणा भाव फैलाएर, तिक्तता फैलाएर, एउटाले अर्कोमाथि औँला देखाएर राजनीति नगरौँ। पुग्यो, कहिलेसम्म गर्ने यस्तो राजनीति? त्यसो भयो सृजनात्मक राजनीतिको अवस्था आइसक्यो। सृजनात्मक राजनीतिको गरौँ, सुसंस्कृत राजनीतिको अभ्यास गरौँ, जे गर्नुपर्छ शान्तपूर्ण रूपमा गरौँ। संविधानले अधिकार दिएको छ र त्यो गर्ने आँट छैन, हिम्मत छैन भने आफैलाई प्रश्न गरौँ। हस्, धन्यवाद, धेरै धेरै धन्यवाद।